खाम्री म झार गोड्ने दाजु र दिदीलाई हाम्रो अदुवा बारी त यस्तो भइसकेछ, ढिलो भइसकेछ गोड्नु, झारले पुरिसकेछ। के गर्नु र हो, अदुवालाई उम्रिनु पनि मुस्किल बनाएछ। हाम्रो बारी यस्तो छ। बस्तीमा बसेपछि त्यसै बसेर भएन, काम त गर्नै पर्यो। बारीलाई बाँझो राख्नु भएन। ए हो नि है भाइ, बारीमा काम गर्नु पर्यो, अदुवा लाउनु पर्यो, मकैहरू लाउनु पर्यो, मस्याम लाउनु पर्यो, दाल लाउनु पर्यो। तर झार पो गोड्नु अलिक ढिलो भइगएछ र। हाम्रो त यस्तै छ। परदेशबाट आउनु ढिलो भयो। परदेशले गर्दा ढिलो भयो, झारले खाइसक्यो। निको छ, यो झार चाहिँ निकालिदियो भने त अदुवा त मजाले आउने नै हो। अदुवा बारीमा पनि करेलाको झ्याङ यस्तो छ है। यो लहाडाले भेटिसकेछ, यस्तो लहाडा छ। यो चुच्चे करेला कहाँबाट आयो? अदुवालाई घेरिसकेछ। निकाल्दिनु यो सबैलाई, यहाँ राख्नु सक्दैन, हुँदैन। ल है दाजु र दिदी बल गर्नु है। यस्तै छ है गाउँले जीवन। धन्यवाद। यता आयो काम।